माई न्यू भ्लग है। आज म लमजुङदेखि के अरे नानीघाटबाट सुन्दर बजार जाँदैछु। ल के हुन्छ म देखाउँछु तपाईँहरूलाई बाटोमा। ल बाई। म चाहिँ आज लमजुङ जाँदैछु होइन। डक्कलाई आज गाडी इभी गाडी चार्ज गरिदिएको छ होइन त्यतापट्टि। म चाहिँ डक्क लाएर होटलमा बसेछु है। आज होमटाउन जाँदैछु, ह्याप्पी दसैँ है त। अझ यति बाटोमा कुन चाहिँ तपाईँलाई देखाउँछु है त। म अहिले चाहिँ बस पोखरा पारस बस पार्कमा ल हेर्नु हामी जाममा पऱ्यो गाइज। यस्तो जाम छ ल आजको यो यस्तो जाम छ के भन्ने। डास्टढुङ्गा अलि यता आएको जाममा पऱ्यो गाइज। गाइज चाहिँ दसैँको सुकुटीको यो प्रिपरेसन हुँदैछ। आज मेरो चाहिँ के हुन्छ आइ एम एक्साइटेड। यहाँ चाहिँ मेरो यो चाहिँ मेरो यहाँ छ है। यो नाम मेरो छेउर हुँदैछ ल। मेरो रापली गाउँ गाउँको भ्यू। माउन्टेन हो हिल माउन्टेन भन्ने तेरो किताबमा छैन साइन्समा। हिमाल हो कि हिमाल। अस्ति विज्ञानले मैले हालेको आज विज्ञानले पढाउँछ। मैले पढाएको छु पढाउनु कसैले जानेन कस बन्धु पढाउन जाने। मम्मी किन्देको मलाई पैसा ड्याडले टय एउटै आयो नि घडी खान्छ म न तल आए लाई सोल्टीको बेच सोल्टी उडु सोल्टी अब त बियर पनि पाइन्छ अब त। सोल्टी सिनियर हुन्छ म अलि सारो बने पनि दिँदैन। म इच्छा त सिमी म पुर्याउ मात्रै हो त चुई झल्ले मैले पिउजो निर त फेरि अर्को पाले हालेर हुन्छ सबै बियरहरु राखे मस्त थोरो थोरो लगाइदिनु नि त अहिले जम्छ। रातो बनाउने पनि टिका त अलि भन्छ अहिले सेतै जल्दी को रातो भन्ने यो तमे मोली तारकै हो आज त सेतै भयो नि बिहारी तारकै हो सिनियर सिनियर बाबा ए अदुलो भयो भन्छ। यहाँ पानी चामल अर्को मिसाउनु पर्छ नानी डन्डे रातो भनेको किनले आइना होइन नि कतिवटा चाहिन्छ जति नै होइन नि भनेर सिन्तर खाली त म डन्डै लगाउनु पर्यो एउटा कर्म चल्यो ड्याडी अर्को लाउनु पाँचजनै जुत्ता पनि नखोला रहेछ नि यो त टुक्रै गर्नु सक्दैन। त्यहाँ बस्ने हैन मुडा बस्ने हैन पेन्सन छ नि आतो त भाइ भान्जले यसो त्यो के रे कता गयो रजनले गर्थे कहाँ गयो त्यो सोल्टी जर्नी बनायो सबै
अलिक मुख अलिक भोटो हो त्यो टेका हो त्यो भाँचिका अलि धुम्ला टेका टेका चाकतिर गोबर दलिदिनु भने ल ता त ल फाल्दै भन्दै थियो बाबा मुखको ता उता उता चमेन दाइ थियो के चमेन उ त स्याउ आएको भने स्याउ छ ति जल्दी यता हेर न वाउ अहिले हैन र पाउनी पखाइ छिन् ह मिलाएर जल्दी त अब झललै हुन्छ आइया सुन तँले उजला चखेर लिसो सूर्य सूर्य चखेर त उज चल्नु त खाइदै चल्नु ह चन्दारा कुकुरहरु टिका लगाइदिनु होला नि पहिला यो खाएर यही टिका यही लगाइदेऊ के पहिला टिका लगाइदेऊ भयो त खोल्यो नि दाबा भनेसी पल्ला खोल खाइ अब खोल्दै हुन्छ होला दाउलो दुबा हालेको नि हिजो ओ कुसुम ल बस्नु पर्छ टिका टिका लाउने टिका लाएर खानेको त टिका लाएर होला नि टिका लगाइदेऊ कि पहिला गुडमा पो त यही बाहिर पो बाहिरै गर्छ मोडर्न टाइम गइदिने अब र सर्ट पाइटमा हो अब त फर्मल फर्मल अब चल्छ जानु पर्ने मान्छे के अनि गाह्रो छ सर्ट पाइट लाएर पाइटतिर लाएर ठिक्क भएछ हो टोपी त टुलो तिमी चाहिँ अब त स्टुलमा बस्नु हुन्छ अब आज जाने तपाईँहरूले मेरो भान्जा अन्डर भयो गाडीमै दुइटै मोटो मोटो तेलीमा खान्दियो खान्दियो कस्तो खान्दियो फर्स्ट त अहिले चाहिँ किम्दै चम्दै लम्दो एउटा टुक्रा गर सानो गर्नु त्यो सानो टुक्रो यो खाएको पनि ल बाबु यो यहाँ पनि ठिकै पक्नु चाहियो तिमी आऊ कि आमा किमी यहाँ अन्डे पैसा आटिन्छ कोली गुरु बसे रेडी त्यहाँ बस्ने हैन मुडामा बस्ने हैन ट्रेन चाहिँ छले आएको त दाइ भान्जरै यता त्यो के अरे बिगेलले मैले हालेको आज बिगेलले पड्काउँछ मैले पढेको छु पढ्नु पढाउनु कसरी जाने कस बन्दु पड्का जाने मम्मी किनेको मलाई पैसा ड्याडले टय एउटै आएको नि घडी खान्छ म लै सोल्टीको बेच अहिले उरु कसले अब त बिहान पाइन्छ अब त सोल्टी सिनियर हुन्छ म अलि साह्रो पनि पनि मैं छ त सिमी म पुर्याउ मात्रै हो त चुई झल्ले मैले पिउँछौ मिरा त फेरि अर्को पानी हालेर सबै बिहोररै राखेको बस त थोरो थोरो लगाइदिनु नि त अहिले जम्छ रातो बनाउने रातो भन्ने यो तम्ने ओली तारकै हो सेतै भयो नि बिहारे तारकै हो सिनियर सिनियर बाबा यहाँ अदुलो भयो भान्जा यहाँ पानी चामल अर्को मिसाउनु पर्छ नानी डन्ले रातो भनेको जतिरै होइन भनेर सिन्तेर खाउने त म टम्मै लगाउनु अनुहार हुनु पर्यो नि होइन हेर्दा घरिघरि अब एउटा कर्म चल्यो ड्याडी
अर्को लाउनु मेरो पाँचजनालाई अघि त नखोला रहेछ नि चिप्लेला फेरि यो त टुक्रै गर्नु सक्दैन कता गयो रजनले गर्थ्यो कहाँ गयो त्यो सोल्टिन्छ त्यो बनायो सबै अलिक मुख अलिक भोटो हो त्यो भाँचेका अहिले धुम्ला त्यो भाँचेका चाकतिर गोबर नि दलिदिनु भने ल त ल फाल्यो भन्दा त्यो बाबा मुखको ता उता चमिन दाइ हेचमेन उ चाहिँ स्याउ सोल्टी यता हेर न वाउ अहिले होइन र पाउने पखाएपछि मिलाएर सोल्टी त अब झललै हुन्छ तुम तौले उजला चखेर लिखो सूर्य सूर्य चख्यो त उजो तो टिका लगाइदिनु होला नि पहिला यो खाएर यहीँ टिका यहीँ लगाइदियो कि पहिला टिका लगाइदियो भयो त खोल्यो नि बाबा भनेपछि पल्लो खोल खाइ अब खोलिदियो हुन्छ होला दाउलो दुबालेको नि हिजो कुसुम ल बस्नुपर्छ टिका टिका लाउने टिका लाएर खानेको त टिका लाएर होला नि टिका लगाइदियो कि पहिला गुडमा पो त यही बाहिर पो हो बाहिरै गर्छ मोडर्न मोडर्न अब र सर्ट पाइटमा हो अब त फर्मल सल्छ जानु पर्ने मान्छे नि गाह्रो छ सर्ट पाइट लाएर पाइन्ट टिकट लाएर ठिक्क भइसक्यो हो टोपी त ठुलो तिमी चाहिँ अब त स्कुलमा बस्नु अब आज जान्छ भने मेरो भान्जा अन्डर भयो गाडीमै दुइटै मोटो मोटो तेरीमा खान्दियो खान्दियो कस्तो खान्दियो पर्छ त अहिले एउटा चाहिँ केम्दे चम्दैन त एउटा टुक्रा गरेर ल बाबु यो यहाँ चाहिँ ठिकै पक्नु चाहियो तिमी आऊ कि आमा kimi यहाँ अन्डे पैसा आएको तोली गुरु बस्यो पैसा रेडी